म्याडम हजुर आज त के गर्दै हो त्यतिका टमाटर ल्याएर के गर्न थालिछौ? मैले टमाटर ल्याएर अँ, आज अलिक धेरै यो माथि टनलमा गएर टमाटर अलिक धेरै लिएर आएको है। अँ, अनि अब यो टमाटरलाई के गर्ने अनि यसको यस्तो बोक्राहरू फाल्ने के अरे भेट्न फाल्ने यसरी अँ, यसरी भेट्न फालेर उरेर यस्तो जिपलक ब्यागमा यसमा यो जिपलक ब्यागमा यसरी राख्ने अँ, है, भर्दै राख्दै गर्ने यसरी अँ। पाकेका राख्ने हो? पाकेका राख्ने यसरी अँ, अनि अनि के गर्ने? अनि डिप फ्रिजमा राख्ने के डिप फ्रिजमा राख्ने? डिपमा राख्ने अँ, यस्तै गराउँदै यस्तै भयो है, यस्तै गराउँदै राख्दै गर्ने। अनि यो पछि 2 महिना 3 महिनापछि टमाटर महँगेका बेलामा बजारमा सर्टेज हुँदाखेरि यसले काम गर्छ सिद्धे खाना भइहाल्यो। मलाई यो थोरै पसल गएर चुपुर एक पाउ टमाटर ल्याउनु मन लाग्दैन कि। अनि टनलमा गएर अलिक सस्तो पाएको बेला टनलमा सस्तो पाइन्छ पसलमा भन्दा? पसलमा भन्दा सस्तो पाउँछ। अँ, अनि अलिकति 2-3 किलो ल्याऊ अनि यस्तै गरेर उसमा यस्तो ब्यागमा यसरी राख्यो, यो भाटमा फाल्दै राख्दै गऱ्यो। अनि ल मैले यसै गरेर राख्छु। तपाईँहरूले पनि अलि टनलतिर अलिक सस्तो पाउने ठाउँतिर गएर घरमा फ्रिज छ भने यसै गरेर राख्नु होला। काम